ल राधे राधे साथीहरू, शुभ प्रभात है, शुभ बिहानी। थकै लाग्यो बिहान बिहान आज ह्याप्पी हान्यो नि त काम। आलु लगाउनु लाग्यो है मम्मीले र मैले। सो बिहानदेखि अहिलेसम्म चाहिँ हामीले 1 2 3 4 5 6 7 वटा ड्याङ बनाएछौँ। अब यो चाहिँ 8 वटा हो। मेहनत गर्नुपर्छ, फलको त अब आश गर्ने हो, भर नपर्ने होइन। यसो गरिरहेछौँ, देखाउँछ है त के भइरहेछ यहाँ। युज गरेछौँ कालो मल, के भन्छ यसलाई, भैँसीको गोबरको कालो मल है। अनि यो चाहिँ हाम्रो आलुको बिउ भयो। यस्तो राम्रो उम्रिएछ सबै है बिउहरू। सो हामीले युज गरेछौँ पोटास, कालो मल अनि आलु। खली पनि युज गर्नुभएको छ, मम्मीले त खली पनि लिएर आउनुभएको छ। हामीले खली पनि युज गर्छौँ। 3टा मलको साथमा आलु भरपुर उमार्दैछौँ हामीहरूले। हेरौँ अब कस्तो फल्छ के हुन्छ भनेर चाहिँ फेरि अर्को भिडियोमा हेरौँला।